नमस्ते। शिक्षाको माध्यम कुन भाषा हुनुपर्छ? यो प्रश्न आज संसारभरि नै एकदमै पेचिलो बनेको छ। आउनुहोस् आज हामी यही विषयलाई एउटा स्कुलमा हुने डिबेट जस्तै गरेर केलाएर गरौँ। ल, त्यसो भए आजको हाम्रो मूल प्रश्न के हो त? के स्कुलहरूमा पढाइको माध्यम अङ्ग्रेजी मात्रै हुनुपर्छ? सुन्दा सामान्य लागे पनि यो प्रश्नले निकै गहिरो अर्थ राख्छ र हो, यसको जवाफ त्यति सजिलो छैन। तर यो बहस किन यति महत्त्वपूर्ण छ त? किनभने एउटा भनाइ नै छ नि, भाषाले पहिचान, संस्कृति र अवसरलाई आकार दिन्छ भनेपछि यो खालि स्कुलको नीतिबारेको कुरा मात्रै रहेन। यो त हाम्रो पहिचान र भविष्यसँग सिधै जोडिएको विषय हो। ल, अब यो बहसमा अझै गहिरिएर जाउँ है त। सबैभन्दा पहिले अङ्ग्रेजीलाई अनिवार्य बनाउनुपर्छ भन्ने पक्षको तर्क सुनौँ। उहाँहरूको विचारमा अङ्ग्रेजी भनेको संसारसँग जोडिने एउटा महत्त्वपूर्ण साँचो हो। त्यसो भए उहाँहरूको मुख्य तर्कहरू के हुन् त? पहिलो कुरा, उहाँहरू भन्नुहुन्छ विज्ञान, प्रविधि र व्यापार जस्ता क्षेत्रमा त अङ्ग्रेजी नै चल्छ, अनि राम्रो कलेज पढ्न होस् वा अनुसन्धान गर्न अङ्ग्रेजी नभई हुँदैन। यसले गर्दा रोजगारीका अवसरहरू पनि त बढ्छन्। भन्नुको मतलब विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन अङ्ग्रेजी अनिवार्य छ। यहाँ एउटा प्रश्न उठ्छ, त्यसो भए आफ्नो मातृभाषाको चाहिँ के गर्ने? अङ्ग्रेजीलाई समर्थन गर्नेहरू भन्छन् अङ्ग्रेजी अनिवार्य गर्नुको मतलब आफ्नो भाषा छोड्नु होइन। उहाँहरूको तर्क के छ भने स्थानीय भाषाहरूलाई एउटा छुट्टै विषयको रूपमा त पढाउन सकिहालिन्छ नि। भनेपछि यो पक्षको निचोड के हो भने विद्यार्थीहरूलाई विश्वव्यापी सफलताको लागि तयार पार्नु छ भने अङ्ग्रेजी अनिवार्य हुनैपर्छ। यो नै उहाँहरूको मूल विश्वास हो। ल, यो त भयो एउटा पक्षको कुरा। अब सिक्काको अर्को पाटो हेरौँ। अङ्ग्रेजीलाई शिक्षाको एकमात्र माध्यम बनाउनु हुँदैन भन्नेहरूको तर्क के छ त? उहाँहरूको मुख्य चासो चाहिँ आफ्नो पहिचान जोगाउने र विद्यार्थीको बुझाइमा केन्द्रित छ। विपक्षका तर्कहरू पनि कम बलिया छैनन् है। उहाँहरू भन्नुहुन्छ भाषा भनेको त हाम्रो संस्कृति र पहिचानसँग जोडिएको कुरा हो। यदि अङ्ग्रेजी अनिवार्य बनाइयो भने हाम्रो आफ्नै मातृभाषा त ओझेलमा पर्छ। अर्को कुरा, यसले कक्षामा असमानता पनि ल्याउँछ, किनभने सबैजना अङ्ग्रेजी बोल्ने घर परिवारबाट आएका हुँदैनन्। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले गर्दा विद्यार्थीहरूलाई गाह्रो विषयहरू बुझ्न नै बाधा पर्न सक्छ। यहाँनिर मातृभाषाको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। मातृभाषा भनेको के हो? यो त्यही भाषा हो जुन हामी जन्मदेखि नै सिक्दै बोल्दै हुर्कन्छौँ। र विपक्षको तर्क के छ भने बालबालिकाले सुरुवाती चरणमा कुनै पनि कुरा सबैभन्दा राम्रोसँग बुझ्ने भनेकै आफ्नै मातृभाषामा हो। यो एउटा भनाइले विपक्षको धारणालाई प्रष्ट पार्छ। शिक्षाको ध्यान भाषामा मात्र होइन, बुझाइमा केन्द्रित हुनुपर्छ। उहाँहरूका लागि कुन भाषामा पढाइयो भन्ने भन्दा पनि पढेको कुरा कति बुझियो भन्ने कुरा महत्त्वपूर्ण हो। अब आउँछ बहसको सबैभन्दा रमाइलो पाटो, प्रतिवाद। यो त्यो चरण हो जहाँ दुवै पक्षका विचारहरू एक आपसमा सिधै झुत्छन्। यहाँ हामी देख्न सक्छौँ कि दुईवटा प्राथमिकताहरू बीच ठूलो टकराव छ। एकातिर अङ्ग्रेजीलाई भविष्यको लागि एउटा उपकरणको रूपमा हेरिएको छ जसले संसारसँग जोड्छ। अर्कोतिर भाषालाई हाम्रो पहिचान र विगतको आवाजको रूपमा हेरिएको छ। यो द्वन्द्व भनेकै भविष्यको उपकरण र विगतको आवाज बीचको हो। यसको जवाफमा अङ्ग्रेजीलाई समर्थन गर्ने पक्षले भन्छ, हेर्नुहोस्, अङ्ग्रेजी भनेको विश्वसँग कुरा गर्ने एउटा माध्यम मात्र हो। यसले संस्कृतिलाई विस्थापित गर्दैन। उहाँहरूको तर्क के छ भने यी दुवै कुरा सँगसँगै लान सकिन्छ। तर विपक्षले यो कुरा तुरुन्तै काट्छ। उहाँहरू भन्नुहुन्छ कुनै पनि भाषा अनिवार्य गर्नुभन्दा पहिले शिक्षाले विद्यार्थीले बुझेको छ कि छैन भन्ने कुरा सुनिश्चित गर्नुपर्छ। उहाँहरूका लागि ज्ञानको जग बलियो बनाउनु नै पहिलो प्राथमिकता हो। त्यसो भए यी सबै तर्क वितर्कपछि हामीले के बुझ्यौँ त? आखिर यो बहस किन यति महत्त्वपूर्ण छ? आउनुहोस् अब यसको एउटा अन्तिम सारांश हेरौँ। यहाँ पुरै बहसलाई एकै ठाउँमा हेरौँ है त। अङ्ग्रेजी अनिवार्य हुनुपर्छ भन्ने पक्ष भन्छ यसले विश्वव्यापी भविष्यका लागि तयार पार्छ, रोजगारीका अवसरहरू बढाउँछ र सञ्चारलाई सहज बनाउँछ। अर्कोतिर विपक्षको तर्क छ यसले हाम्रो सांस्कृतिक जरालाई कमजोर बनाउँछ, कक्षा कोठामा असमानता ल्याउँछ र बालबालिकाको सुरुवाती सिकाइमा बाधा पुर्याउँछ। अन्त्यमा यो बहसले के देखाउँछ भने आधुनिक शिक्षामा एउटा गहिरो तनाव छ र यसको कुनै सजिलो उत्तर छैन। दुवै पक्षका तर्कहरू आफ्नो ठाउँमा सही छन्।
र सायद आजको सबैभन्दा ठूलो चुनौती भनेको यही दुई बीच सही सन्तुलन कसरी मिलाउने भन्ने नै हो। र यो विश्लेषणलाई बीट मार्दा हामी एउटा निकै महत्त्वपूर्ण प्रश्नमा आएर टुङ्गिन्छौँ। शिक्षाको खास उद्देश्य के हो? विश्वव्यापी भविष्यको लागि तयार हुनु कि आफ्नो सांस्कृतिक विगतलाई जोगाउनु? सायद यसको सही जवाफ यी दुवैको बीचमा कतै लुकेको छ होला।